मानिसको दिमाग संसारकै सबैभन्दा अद्भुत र जटिल संरचनाहरूमध्ये एक हो। यो हाम्रो शरीरको केवल एक भाग मात्र होइन, हाम्रो जीवन, अनुभव, सिकाइ, भावनाहरू, इच्छाशक्ति र भविष्यलाई पनि निर्देशित गर्ने मुख्य केन्द्र हो। वैज्ञानिकहरू बितेका सयौं वर्षदेखि दिमागलाई बुझ्ने प्रयास गर्दै आएका छन्, तर अझै पनि दिमागबारे धेरै रहस्यहरू बाँकी छन्। जन मडिनाले आफ्नो पुस्तक ब्रेन रुल्समा मानव दिमागको वास्तविक प्रकृति, यसको सीमाहरू, क्षमताहरू र यसलाई कसरी अधिकतम रूपमा प्रयोग गर्न सकिन्छ भन्ने बारे 12 मुख्य नियमहरू प्रस्तुत गरेका छन्। यी नियमहरू केवल वैज्ञानिक खोजहरूमा आधारित छैनन्, यी जीवनका हरेक क्षेत्रमा लागू गर्न मिल्ने व्यावहारिक सूत्रहरू पनि हुन्। प्रस्तुत भनाइ प्रत्येक नियमलाई विस्तृत रूपमा, स्पष्ट भाषामा, जीवनसँग जोडेर अनुच्छेदहरूमा व्याख्या गरिएको छ। दिमाग राम्रोसँग चलाउन शरीर सक्रिय हुनैपर्छ। जब हामी व्यायाम गर्छौँ, विशेष गरी एरोबिक गतिविधि जस्तै तेज हिँडाइ, दौड, साइक्लिङ वा नाच्ने कामहरू गर्छौँ, त्यसले दिमागमा रगतको प्रवाह बढाउँछ। रगतसँगै अक्सिजन र आवश्यक पोषक तत्त्व पनि दिमागमा पुग्छन्, जसले न्युरोनहरूलाई स्वस्थ राख्छ। विज्ञानले बारम्बार प्रमाणित गरेको छ कि व्यायामले स्मरण शक्ति सुधार गर्छ, तनाव घटाउँछ र मानसिक स्पष्टता बढाउँछ। मानिसहरू हजारौं वर्षसम्म शिकार, हिँडडुल, कृषि, जङ्गलमा खोजी र कडा शारीरिक श्रम गर्दै आए। दिमाग त्यही सक्रिय जीवनशैली अनुसार विकास भएको हो। त्यसैले जब हामी आधुनिक जीवनमा लामो समय कुर्सीमा बस्छौँ, दिमाग आफ्नो प्राकृतिक वातावरणबाट टाढिन्छ। व्यायाम केवल शरीरको लागि होइन, यो दिमागको लागि अन्तिम सुपरफुड हो। मानिसको दिमाग एकै दिन बनेको होइन। लाखौं वर्ष अघि हाम्रा पूर्वजहरूले जङ्गल, पहाड, मरुभूमि जस्ता कठोर वातावरणमा बाँच्नका लागि लगातार सङ्घर्ष गरे। त्यही सङ्घर्षको क्रममा दिमागले आफैलाई पुनः पुनः परिमार्जित गर्यो। जन मडिना भन्छन्, मानिसको दिमाग जङ्गली वातावरणमा हलचल गर्दै, चुनौती झेल्दै विकास भएको हो। यसले हामीलाई के सिकाउँछ? दिमाग अनुकूलनशील छ। नयाँ चुनौती आएको बेला दिमाग नयाँ तरिका खोज्न तयार हुन्छ। सिकाइ केवल किताबमा सीमित छैन, जीवनमै दिमागले नयाँ नक्सा बनाइरहन्छ। आजको आधुनिक संसारमा कम्प्युटर, मोबाइल, अफिस, डिजिटल कार्यहरू भए पनि दिमाग अझै प्राकृतिक, घुमफिर र अन्वेषण गर्ने बानीसँग जोडिएको छ। जब हामी नयाँ कुरा, नयाँ अनुभव, नयाँ वातावरण भोग्छौँ, दिमाग फेरि सक्रिय भएर सिक्न थाल्छ। कसैको दिमाग उस्तै हुँदैन, यो धेरै महत्त्वपूर्ण सत्य हो। जन्मदेखि नै दुई व्यक्तिका दिमागका न्युरोन संरचना भिन्न हुन्छन्। जीवनका अनुभव, परिवार, शिक्षा, आघात, सफलता, संस्कृति र वातावरणले हरेक दिमागलाई बेग्लै आकार दिन्छ। यसैले कसैले छिटो सिक्छ, कसैले ढिलो सिक्छ। कसैलाई दृश्य सामग्री मनपर्छ, कसैलाई श्रव्य। कसैलाई गणित सजिलो लाग्छ, कसैलाई भाषा। समान सिकाइ शैली सबैका लागि काम गर्दैन। विद्यालयमा एउटै नियम, एउटै किताब, एउटै विधि, तर दिमाग भने पूर्ण रूपमा फरक फरक हुन्छन्। यी तथ्यले पढाइको तरिका हरेक विद्यार्थीको दिमाग अनुसार मिलाउनु पर्ने देखाउँछ, तथापि हामीले आफूलाई बुझेर सिक्ने शैली परिवर्तन गर्न सक्छौँ। दिमागले ध्यान दिनका लागि एउटा मुख्य कुरा खोज्छ, त्यो हो रोचकता। जन मडिना भन्छन् कि दिमागले 10 मिनटपछि ध्यान कम गर्न थाल्छ। त्यसपछि दिमागले स्वचालित रूपमा अरू कुरा सोच्न थाल्छ। ध्यान भनेको केवल सुन्ने वा हेर्ने कुरा मात्र होइन। दिमागले त्यो क्षणमा आवश्यक, भावनात्मक वा आश्चर्यजनक कुरा पाएन भने ध्यान स्विच अफ हुन्छ। यही कारणले कक्षामा, मिटिङमा वा लामो भिडियोमा मानिसहरू कहिलेकाहीँ अङ्ग लाउने, फोन छुन खोज्ने वा बाहिर हेर्ने गर्छन्। ध्यानलाई सक्रिय राख्ने शक्ति कथाबाट अत्यन्त बढी मिल्छ। कथा दिमागले छिटो प्रोसेस गर्छ, त्यसले भावनालाई सक्रिय गर्छ अनि दिमाग सक्रिय रहन्छ। मानिसको दिमाग एकपटक सुनेको कुरा तुरुन्तै बिर्सन सक्छ। स्मरण शक्ति स्थायी हुन समय, अभ्यास र दोहोर्याइ माग्छ। वैज्ञानिक तथ्य अनुसार यदि तपाईले नयाँ कुरा सिक्नुभयो भने 24 घण्टाभित्र 50% भन्दा बढी बिर्सन सकिन्छ। किन? किनकि दिमागले सूचना फिल्टर गर्छ। सबै कुरा महत्त्वपूर्ण हुँदैनन्। जब हामी दोहोर्याउँछौँ, दिमागले बुझ्छ यो कुरालाई सम्झनु जरुरी छ।
सिकेका कुरालाई स्थायी मस्तिष्कमा भण्डारण गर्नका लागि समय समयमा पुनरावलोकन गर्न जरुरी हुन्छ। जस्तै पहिलो दिन पुनरावलोकन, तेस्रो दिन पुनरावलोकन र सातौं दिन पुनरावलोकन। बिस्तारै बिस्तारै ती जानकारी दीर्घकालीन स्मृतिमा जान्छन्। समीक्षा नगरेसम्म ज्ञान टिक्दैन। यो नियम 5 को सहायक नियम जस्तै हो, तर मडिना यसलाई अलग राख्छन् किनकि यो दिमागको प्याटर्न निर्माणसँग सम्बन्धित छ। हामीले दुई प्रकारका स्मृतिहरू राख्छौँ, सर्ट टर्म मेमोरी र लङ टर्म मेमोरी। सर्ट टर्म मेमोरी धेरै कमजोर हुन्छ। यो लिखित कुरा जस्तै सजिलै मेटिन सक्छ। तर जब हामी समीक्षा गर्छौँ, दिमागले नयाँ न्युरोन नेटवर्क बनाउँछ, एउटा बाटो जस्तै। यो बाटो धेरै पटक प्रयोग भयो भने सिकाइ गहिरो र स्थायी हुन्छ। अध्ययन गर्दा एकै दिन धेरै पढ्नुभन्दा साना साना खण्डमा धेरै दिन समीक्षा गर्दै पढ्नु 10 गुणा प्रभावकारी हुन्छ। मडिनाले निन्द्रालाई दिमागका लागि जादुई औषधि भन्छन्। सुताइको क्रममा दिमागले दिनभर सिकेको कुरा क्रमबद्ध गर्छ, अनावश्यक सूचना हटाउँछ, महत्त्वपूर्ण सूचना सुरक्षित गर्छ, न्युरोनलाई ऊर्जा पुनः प्रदान गर्छ र स्मरण शक्ति मजबुत बनाउँछ। राम्रो निन्द्रा बिना कुनै पनि जानकारी दिमागमा बस्दैन। कम सुताइले ध्यान केन्द्रित नहुने, चिडचिडापन, छिटो थकाइ, निर्णय क्षमता कमजोर, बिर्सने समस्या र दीर्घकालीन मानसिक स्वास्थ्य समस्या जस्ता खतरा निम्त्याउँछ। विद्यार्थी, कर्मचारी, कलाकार र शिक्षक सबैका लागि निन्द्रा सफलता र कार्यकुशलताको मूल आधार हो। तनावले दिमागको क्षमता घटाउँछ। तनाव अल्पकालीन भए राम्रो, यसले शरीरलाई सतर्क बनाउँछ, तर दीर्घकालीन तनाव दिमागको सबैभन्दा ठूलो दुश्मन हो। दीर्घ तनावले स्मरण शक्तिको केन्द्र ड्यामेज गर्छ, निर्णय क्षमता घटाउँछ, भावनात्मक अस्थिरता ल्याउँछ र सिकाइ प्रक्रिया कमजोर पार्छ। विशेष गरी बालबालिकामा तनाव हानिकारक हुन्छ। अत्याधिक कडा अनुशासन, गाली, डर, असुरक्षा जस्ता कुराहरूले बच्चाको दिमागमा नकारात्मक नक्सा बनाउँछन्। त्यसैले सुरक्षित वातावरण, सहयोग, माया र सहानुभूति अत्यन्त महत्त्वपूर्ण हुन्छ। कामकाजी मानिसहरूमा क्रोनिक स्ट्रेसले प्रोडक्टिभिटी, क्रिएटिभिटी र भावनात्मक ऊर्जा दुवै बिगार्छ। दिमाग सबै इन्द्रियलाई एकसाथ प्रोसेस गर्छ। हामीले आँखाले देख्ने, कानले सुन्ने, नाकले सुँघ्ने, छालाले छुने, जिब्रोले स्वाद लिने, यी सबै इन्द्रियहरूबाट आएको सूचनालाई दिमागले एकैपटक प्रोसेस गर्छ। केवल दृश्य सामग्रीले मात्र ध्यान तान्दैन। यदि दृश्य, आवाज, भावना, सन्दर्भ सबै एकै पल काम गरे भने दिमागले जानकारी लाखौं गुणा छिटो आत्मसात गर्छ। यसैले भिडियो, चित्र, आवाज, कथा यी सबै मिश्रणले सिकाइ प्रभावकारी हुन्छ। स्कुल, अफिस, ट्रेनिङ र प्रेजेन्टेसन सबैतिर मल्टिसेन्सरी विधि प्रयोग गर्नुपर्छ। दृश्य शक्ति सबैभन्दा बलियो। दिमागका सम्पूर्ण भागमध्ये दृश्य प्रोसेसिङ गर्ने भाग सबैभन्दा ठूलो हुन्छ। चित्रले दिमागमा शब्दभन्दा धेरै बलियो, लामो र स्पष्ट प्रभाव पार्छ। यही कारणले विज्ञापन, चलचित्र, ग्राफ, इन्फोग्राफिक र फोटो प्रभावकारी मानिन्छन्। कुनै कुरा 10 मिनेट सुन्दा भन्दा एक दृश्य हेरेर 1 मिनेटमा बढी बुझ्न र सम्झन सकिन्छ। यसैले अध्ययन गर्दा वा नोट बनाउँदा नक्सा, रङ्ग, चार्ट र स्केच प्रयोग गर्नु अत्यन्त उपयोगी हुन्छ। पुरुष र महिलाका दिमागले फरक ढङ्गले कार्य गर्छन्। यो उत्तमताको विषय होइन, प्रक्रियाको विषय हो। पुरुष र महिलाको दिमागले तनाव, खुशी, रिस, समस्या समाधान, सञ्चार र भावनालाई फरक फरक ढङ्गले प्रोसेस गर्छन्। महिलाहरू तनावको बेला सम्बन्ध, संवाद र भावनात्मक समर्थन खोज्छन्। पुरुष तनावमा एक्लै बस्न, मौन रहन वा दूरी बनाउन चाहन्छन्। दुवैमा क्षमताको भिन्नता होइन, तर प्रक्रिया फरक हुन्छ। यो बुझ्नु सम्बन्ध, विवाह, समाज र शिक्षाका लागि अत्यन्त महत्त्वपूर्ण छ। मानिस जन्मदेखि नै जिज्ञासु हुन्छ। सानो बच्चालाई हेर्नुहोस्, उनीहरूले संसार बुझ्न हातले छोएर, चाखेर, हेरेर, सुनेर, खेलेर र भत्काएर सिक्छन्। मानिसको दिमाग प्राकृतिक रूपमा अन्वेषक हो। जिज्ञासा हाम्रो जन्मसिद्ध गुण हो, तर वयस्क हुँदै जाँदा डर, आलोचना, असफलताको त्रास, समाजको दबाव, नियम र अनुशासन लगायतका कुराहरूले यो जिज्ञासा दबाइदिन्छन्। तथापि दिमाग अझै अन्वेषण गर्न चाहन्छ। नयाँ कुरा सिक्दा, नयाँ ठाउँ हेर्दा, नयाँ चुनौती सामना गर्दा दिमाग सक्रिय र ऊर्जावान हुन्छ।